हेलो नमस्ते, म लमजुङको सुनिल। आज हामी कैलाली जिल्लाको टिकापुर 2 जनजागृति माध्यमिक विद्यालयमा छौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुरक्षार्थ खटिएका हाम्रो निर्वाचन प्रहरीसँग आज मैले भेट्ने मौका पाएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। हामी निर्वाचन प्रहरी भाइसँग छोटो गफगाफ गर्ने प्रयास गरिरहेका छौँ। म परिचयबाट जान चाहे। नमस्ते। नमस्ते। आराम हुनुहुन्छ? एकदम आराम छ। आज तपाईँ निर्वाचन प्रहरीमा भर्ना भएर करिब 40 दिनसम्म नेपाल प्रहरीसँग सँगसँगै रहेर बस्नुभएको छ। हजुर। सर्वप्रथम त निर्वाचन प्रहरीमा भर्ना हुनुभयो, तपाईँलाई धेरै धेरै बधाई दिन चाहन्छु। थ्याङ्क यू सो मच। नमस्ते, म चाहिँ निर्वाचन प्रहरी, मेरो नाम चाहिँ चेतन विक। हालको बसाइ कैलाली जानकी 2 कालिकापुर। निर्वाचन प्रहरीमा भर्ती भएको आज कति दिन जति भयो तपाईँ? लगभग 36-37 दिन जति भयो। 36-37 दिन तपाईँ अहिले नेपाल प्रहरीसँग हुनुहुन्छ। हजुर। निर्वाचन प्रहरीको रूपमा काम गरिराख्नु भएको छ। गाउँघरको बसाइ र नेपाल प्रहरीको बसाइमा के अन्तर पाउनुभयो तपाईँले? एकदमै म खुसी छु। म निर्वाचन प्रहरी बन्न पाउँदाखेरि गाउँमा चाहिँ त्यति एक्सपिरियन्सहरू, त्यति क्वालिफिकेसनहरू, त्यति धेरै ठाउँहरू, धेरै ठुलो ठुलो सरहरूसँग भेट्न पाएँ र अनि त्यसको लागि के गर्न पाएँ। त्यसको लागि एकदम नयाँ कुराहरू सिक्न पाउँदाखेरि म एकदम खुसी छु। त्यसको लागि निर्वाचन प्रहरीमा नै जागिर खानुपर्छ भन्ने तपाईँको मनस्पटलमा हजुर कसरी उत्पन्न भयो कि म निर्वाचन प्रहरीमै जागिर खान्छु भनेर कसरी तपाईँको मनमा? अब भन्नुपर्दा चाहिँ जेएनजी आन्दोलनपछि जे जति कुराहरू भयो र देशको स्थिति, वैदेशिक रोजगारहरू धेरै बाहिर गइरहेका छन् युवाहरू। अब म पनि त्यसमा पढ्ने एउटा व्यक्ति नै हुँ भनौँ। अब उसरी देशमा केही परिवर्तन आउँछ कि रोजगारको सिर्जना हुन्छ कि भनेर पनि देशको लागि केही सानो सहयोग मेरो पनि होस् भन्नको लागि चाहिँ म निर्वाचन प्रहरी बनेको हुँ। जुन तपाईँको उद्देश्य छ यो प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म खट्छु, म देशको मेरो तर्फबाट देशलाई मैले के सहयोग गर्छु भनेर तपाईँ जुन अठोटका साथ निर्वाचन प्रहरीमा भर्ती हुनुभएको छ, यो सरकारले तपाईँलाई जुन विश्वास गरेको छ, यो विश्वास गरे अनुरूप तपाईँले आफ्नो जिम्मेवारी निर्वाह गर्नुहुनेछ। हजुर। आफ्नो गुरुबाहरूलाई यहाँ सिनियर पुलिसहरूलाई पनि म कोही निराश गर्ने छैन। म आफ्नो ड्युटी, आफ्नो इमान्दारीका साथ गर्नेछु। यो विश्वास अटोट चाहिँ मसँग छ। हजुर। अन्य निर्वाचन प्रहरीसँग पनि मैले कुराकानी गर्दा हजुर तपाईँको नाम लिएर उहाँले चाहिँ ऱ्याप गीत गाउनुहुन्छ भन्ने। हजुर। वास्तवमा तपाईँ ऱ्याप गीत गाउनुहुन्छ? अब ऱ्याप गीत भन्दाखेरि पनि साथीहरूसँग बस्दाखेरि अलिकति रमाइलो गर्दा प्र्याक्टिस गर्दा अलिकति मैले गाउँछु र आफ्नो गीतहरू चाहिँ म लेख्ने प्रयास गर्दैछु। यो अन द वे नै छ गीतहरू। सो म अहिले आफ्नो गीत नै गाउँछु होला। कुनै पनि व्यक्तिको एउटा आइडल हुन्छ कि कोबाट प्रभावित भएर तपाईँ ऱ्याप गीतको कुन सिङ्गरबाट प्रभावित भएर तपाईँको आइडल को हुनुहुन्छ ऱ्याप? अब तपाईँहरूले सबैले चिन्नु नै भएको होला, भिटेन भनेर चाहिँ सुपरस्टार नम्बर 1 नेपालको ऱ्यापर भनेर चाहिँ। अब उहाँको हजुर तपाईँ भिटेनको फ्यान हुनुहुन्छ, भिटेन तपाईँको आइडल हुनुहुन्छ। हजुर। भिटेनबाट प्रभावित भएर ऱ्याप सङ गाउनुहुन्छ तपाईँले? हजुर। ल एउटा हाम्रो दर्शकहरूलाई एउटा
एउटा ऱ्याप गीत गाएर यसो मनोरञ्जन दिउँ कि जस्तो लाग्यो। एउटा सुरु गर्नुहोस् न। अब मैले उहाँको फेभरेट सङ भनेको चाहिँ मेरो चाहिँ कथा हो। अब तपाईँहरूलाई नै मन पर्छ होला सायद, कतिले सुन्नुभएको होला, त्यही पनि 2 लाइन मिठो सुन्नु होला है त। आज म जसो तसो आफ्नो पेट पालिरहेको छु, पुरानो गाउँ पुर्गौली खेत बारीमा छु, डाँडा पारी जान्छु, दौराको भारी हाल्छु, जसरी भए पनि दुःख गरी बाँचिरहेको छु, साथमा परिवार आमा बाउ छोरा छोरी, खुसी छु म सुत्न पर्या छैन बोरा उरी, के होला भोलि सपना बुन्न छाडिसके, जितको आश छैन किनकि म हात हारिसके, धन कमाउनलाई जब घर मैले छाडी गएको, बाँकीको कुरा 10 वर्ष म खाडी माथे, विदेशतिर जानु पर्यो सब थोक छोडेर, सोचिराते बस्नु पर्ला घर जग्गा जोडेर, तर त्यस्तै पारा खै त कमाइ नै हुँदैन, खान पस्न ठिकै पैसा मलाई नै पुग्दैन, छोरा छोरी हुर्किँदैछ खर्च दिनै पर्यो, थोरै पैसा जम्मा गर्दा वर्ष दिनै गयो, बाटो खोज्दा बाटो पाइन, फल्ने फुल्ने माटो पाइन, सायद भुल गरे मैले, भगवान गुहार्दै मदै धाएर। यति नै। थ्याङ्क यू। हाम्रो दर्शकहरूलाई यस्तो मार्मिक शब्दको एकदम मिठो ऱ्याप सङ सुनाइदिनु भयो। हजुर हजुरलाई हृदयदेखि नै धन्यवाद। थ्याङ्क यू। इट्स माई प्लेजर। अब तपाईँ गीत ऱ्याप गीत मात्रै गाउनुहुन्छ कि नेपालमा धेरै गीत सङ्गीतहरू छन्, लोकगीत, सेन्टिमेन्टल, अन्य जनराका गीतहरू पनि रहेका छन्? हजुर हजुर। विशेष ऱ्याप तिर मात्रै हो कि अन्य पनि गीत गाउन सक्नुहुन्छ? हजुर हजुर, मैले चाहिँ लगभग धेरै गीतहरू चाहिँ सुनिराखेको हुन्छु। नर्मल गीतहरू सुन्ने लायकको, जस्तै माइन्ड फ्रेस बनाउनको लागि सबै लगभग सबै सुनिरहन्छु भनौँ न। ल, एउटा ऱ्यापबाट हामी अर्को जनरतर्फ जान चाहन्छौँ। हजुर। अर्को गीत गाइदिनुहोस् न एउटा चाहिँ यो चाहिँ मायालु भन्ने सङ हो। उहाँको सिङ्गरको नाम चाहिँ थाहा भएन, बट आई लभ इट त्यो सङ चाहिँ। नसुने जे गरी मेरो कुराहरू आज फेरि, रिसाउँदै कर्के नजर नलाउ न माया, सानो सानो कुरा नबुझी भए नि भए जे खुसी, रिसाउँदै हात छोडी नजाऊ न माया, सानो सानो कुरा नबुझी भए नि नभए जे खुसी, रिसाउँदै हात छोडी नजाऊ न माया लु हो गाजलु हो आँखैमा हो कैदी बनाएर मलाई नराख्न माया मेरो एकचोटि, सुनिदेऊ न कुरा फेरि, हेरिदेऊ न मलाई तिम्रो मन्द मुस्कान लिएर, माया मेरो एकचोटि, सुनिदेऊ न कुरा फेरि, हेरिदेऊ न मलाई तिम्रो मन्द मुस्कान लिएर, हो ला 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 ला। यति नै। ल, थ्याङ्क यू। आज तपाईँको मिठो स्वरबाट गीत पनि सुन्न पाएँ। हजुर। राम्रो गाउनु हुँदो रहेछ। तपाईँले अघि नै पनि भनिसक्नु भएको थियो, मैले चाहिँ गीतहरू पनि लेख्ने क्रममै छु, अन द वेमै छु। हजुर। गीतहरू बनाइरहेको छु। हजुर। भन्नुभएको छ। भविष्यमा के छ, गीत सिङ्गर बन्ने एउटा लक्ष्य छ कि के छ तपाईँको भविष्यको लक्ष्य के छ? अब मैले हालको मेरो हेर्दाखेरि चाहिँ म 12 सकिसकेपछि चाहिँ मेरो अध्ययन, त्यसपछि कोरियनतर्फ लागेँ। अहिले 2 सालको मेहनत गरेँ, एकदमै मेहनत गरेँ, बट असफल भएँ। त्यसको लागि चाहिँ म केही भन्न सक्दैन। बट निर्वाचन प्रणालीमा आए, धेरै कुराहरू सिकेँ। अब यसपछि गएर चाहिँ म आफ्नो पढाइलाई
अगाडि बढाएर चाहिँ आफ्नो रुचि चाहिँ यसलाई म प्यासनको साथमा गर्छु एक दिन। पढाइभन्दा ठुलो संसारमा केही पनि छैन। हजुर, आफ्नो एकदम। पढाइलाई निरन्तरता दिनु होला। हजुर मान्छेको जिन्दगीमा सुख दुःख हन्डर ठक्कर सबैको जिन्दगीमा आइपर्छ। हजुर तपाईँको कुराकानी सुन्दाखेरि 2 वर्षसम्म मेहनत लाएर कोरियन भाषा इतिहासको परीक्षामा केही अङ्क मात्रै कम अङ्क ल्याएर तपाईँ फेल अनुतीर्ण हुनुभएको रहेछ। एकपटक असफलता तपाईँलाई भयो भन्दैमा त्यसमै चिन्ता गरेर बस्नु पनि राम्रो होइन। हजुर अझै मेहनत गऱ्यो भने अर्कोपटक पक्कै सफलता पाउन सकिन्छ। अब तपाईँको एउटा गीत गाउने गीत लेख्ने हजुर गर्नुहुँदो रहेछ। भविष्यमा हाम्रो दर्शकवृन्दहरूलाई पनि तपाईँको एउटा आवाजमा तपाईँको शब्द सङ्कलनमा एउटा गीतहरू आउनेछ भन्ने एकदमै आउनेछ। अपेक्षा राखेका छौँ। हाम्रो दर्शकहरूले सुन्न पाउनुहुनेछ, हेर्न पाउनुहुनेछ तपाईँलाई भन्ने हामीले अपेक्षा राख्दछौँ। हाम्रो दर्शकहरूले पनि राख्नु भएको छ होला भन्ने मैले अपेक्षा राखेको छु। हजुर के भन्नुहुन्छ हाम्रो दर्शकहरूलाई? म एक दिन आफ्नो प्यासनलाई चाहिँ जोड दिनेछु। आफ्नो पढाइमा जे जति भए पनि आफ्नो प्यासनलाई चाहिँ म एकदम जोड दिनेछु। तपाईँहरू पनि त्यही गर्नु होला भन्न चाहन्छु। लाइफमा केही भयो नभए पनि एउटा खुसी दिने काम चाहिँ आफूले होइन आफूले चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ है यसमा। ल, कुराकानी निकै नै मिठो भयो तपाईँसँग। अब आज 19 गते, अब 21 गते त चुनावै छ, फाइनल भइहाल्यो। 2082 सालको फागुन 21 गते चुनावको लागि अब 2 दिन मात्रै बाँकी छ। मैले यसो यो ग्राउन्डतिर हेर्दाखेरि बुथहरू निर्माण भइसकेको आज निर्माण गर्दै हुनुहुन्छ तपाईँहरू। हजुर अब 2 दिन मात्रै बाँकी छ, चुनावको दिन नजिकै छ। हजुर तपाईँलाई चुनाव गराउन सक्दिनँ कि कुनै घटना भइहाल्छ कि म दिनभरि ड्युटी गर्न सक्दिनँ कि अलिक गाह्रो पो हुन्छ कि भनेर कुनै त्यस्तो मनमा त्यस्तो केही चिन्ता केही छ? हजुर त्यस्तो चिन्ता त केही पनि छैन। मैले 10 दिनको तालिम लिएर चाहिँ यहाँ ड्युटी गर्न सक्छु। म त्यस्तो डर सर चाहिँ मलाई केही छैन त्यसो। हस्, तपाईँले 10 दिनको तालिम पनि लिइसक्नु भएको छ। आफूभन्दा सिनियर कमान्डरहरूबाट चुनाव सम्बन्धी विभिन्न अनुशिक्षणहरू धेरै कुराहरू सिकि पनि सक्नु भएको छ। तपाईँसँग सपोर्टर तपाईँको निर्वाचन प्रहरी हुन्छ, नेपाल प्रहरी पनि हुन्छ, बाहिरीपट्टि घेरामा सशस्त्र प्रहरी नेपाल आर्मी पनि छ। तपाईँ सिङ्गल हुनुहुन्न, तपाईँको ब्याक सपोर्टरहरू धेरै हुनुहुन्छ। त्यस्तो डराउनु पर्ने आत्तिनु पर्ने डराउनु पर्ने आत्तिनु पर्ने केही छैन। जुन निर्वाचनको लागि भर्ना हुनुभएको छ, निर्वाचन गराउँछु भन्नुभएको छ, तपाईँ परेको यो बुथको निर्वाचन राम्रोसँग सफलता पारेर तपाईँ आफ्नो पछि आफ्नो गाउँघरतिर जाँदा पनि मेरो छोराले या मेरो दाजुभाइले तपाईँलाई साथीहरूले पनि हो निर्वाचनमा भर्ती भएर निर्वाचन प्रहरी भएर राम्रोसँग ड्युटी गरेर सफल निर्वाचन गरेर आयो भनेर गाउँतिर पनि तपाईँले राम्रो नजरले हेर्नुहुन्छ। निर्वाचन राम्रोसँग सफल गर्नु होला। बेस्ट अफ लक। एकदम थ्याङ्क यू सो मच। तपाईँसँग कुराकानी भयो। यदि मैले कुनै प्रश्न तपाईँलाई गर्न छुटाएको, तपाईँले चाहिँ यो प्रश्न मलाई सोधिदिएको भए मैले जवाब दिने थिएँ भन्ने कुनै त्यस्तो मैले केही प्रश्नहरू छुटाएको छु भने तपाईँले भन्न सक्नुहुन्छ। तपाईँको मनमा केही लागेको छ, तपाईँले अहिलेसम्म इन्टरभ्यूमा बोलेको बाहेक अन्य केही तपाईँले केही भन्न चाहनुहुन्छ भने भन्नु होला।
मनमा लागेको चाहिँ अब धेरै कुराहरू छ तर पहिलो पटक चाहिँ यो इन्टरभ्यू दिँदाखेरि चाहिँ थोडा एक्साइटमेन्ट अब एउटा नर्भसनेस पनि अलिकति चाहिँ हो। त्यसको लागि क्वेसन चाहिँ यस्तो हो, देशमा चाहिँ हजुरहरूले जे जस्तो भए पनि पछिल्लो टाइममा चाहिँ यो निर्वाचनलाई सफल पार्नको लागि चाहिँ हजुरहरूले साथ सपोर्ट दिइदिनु होला। त्यस्तो कुनै गलत क्रियाकलाप गलत विकृतिहरू समाजमा केही पनि भइरहेको छ भनेपछि चाहिँ कल गर्नु होला पुलिस, कुनै आफ्नो नजिकको पुलिस स्टेसनमा चाहिँ कल गरेर यसो के कस्तो भइरहेछ खबर दिनु होला। अनि यो निर्वाचनलाई सफल पारौँ त्यही भन्न चाहन्छु। उसरी चाहिँ समाजमा केही त्यस्ता विकृतिहरू विसङ्गतिहरू निर्वाचन भाड्न खोज्ने अराजनीतिक क्रियाकलाप गर्न खोज्ने हुलदङ्गा मचाउन खोज्ने चुनावलाई बिथोल्न खोज्ने कुनै पनि प्रकृतिका घटनाहरू गर्न खोज्ने कुनै त्यस्ता व्यक्तिहरू सङ्घ संस्थाहरू छ भने निर्वाचन प्रहरी नेपाल प्रहरीलाई खबर गरी सहयोग गरिदिनु होला भनेर उहाँले भन्नुभएको छ। उहाँलाई यो इन्टरभ्यूमा सहभागी भइदिनु भएकोमा मेरो हृदयदेखि नै तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँको पहिलो इन्टरभ्यू पनि रहेछ। हजुर हजुर। त्यस कारणले गर्दाखेरि केही नर्भसेस तपाईँमा पनि देखियो। त्यसलाई बिस्तारै बिस्तारै सुधार गर्दै पनि जानु होला। ल अहिलेसम्म इन्टरभ्यू दिनुभयो तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हस्, थ्याङ्क यू सो मच। यो इन्टरभ्यूको लागि मेरो पहिलो लाइफको फर्स्ट इन्टरभ्यू तपाईँसँग छ अहिले। पछि गएर चाहिँ भविष्यमा अझै गर्न पाऊँ, अझै राम्रो ठाउँमा गएर आफ्नो प्लेस होस्, आफ्नो ठाउँमा चाहिँ हजुरलाई टक्क बोलाएर एउटा इन्भाइट गरौँ म भन्न चाहन्छु। त्यति नै। थ्याङ्क यू सो मच। सपनाको संसारमा म त भुले नि, विरतीको दुनियाँमा आइपुगे नि। होस हराउँछ, मन रमाउँछ,